के दिनुहुन्छ ताकि उहाँहरूको कानमा उहाँहरूको आँखासम्म हामी चाहिँ यो तपाईँको सन्देशलाई पुर्याउन सकौँ? यो देशमा धेरै राजनीतिक परिवर्तनहरू भए, धेरै नेतृत्वले चाहिँ नेताहरूले नेतृत्व पनि गरे, धेरै चाहिँ नेताहरूलाई यहाँका जनताले चुनेर पनि पठाए र यो देशमा समृद्धिको कुरा, सुशासनको कुरा कहिले पनि पुरा भएन। यो देशको जुन किसिमको राजनीतिक नेतृत्वहरूले आज सम्मको स्थितिमा नेतृत्व गर्नुभएको छ, उहाँले राजनीतिक परिवर्तनमा जुन किसिमको योगदान दिनुभएको छ, अब उहाँले दिनुभएको राजनीतिक परिवर्तनको जुन योगदानलाई धन्यवाद दिँदै अब विकास, समृद्धि र सुशासनको विषयलाई हामीले अगाडि बढाउनुपर्छ, नयाँ नेतृत्वले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो उद्देश्यका साथ उज्यालो नेपाल पार्टी अब देशको समृद्धिको लागि, भ्रष्टाचार मुक्त समाजको स्थापना गर्नको लागि, विभेद रहित समाज स्थापना गर्नको लागि, देशमै रोजगारी सृजना गरेर नेपालका आम युवा जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण सृजना गर्नको लागि र देशलाई आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि हामीले उज्यालो नेपाल पार्टी दर्ता गरेर आएका हौँ। उज्यालो नेपाल पार्टी डेलिभरी दिने पार्टी हो। हामी काममा विश्वास गर्छौँ, भाषणमा होइन, गफमा होइन, काममा विश्वास गर्छौँ, परिणाममा विश्वास गर्छौँ। परिणाम दिएर आएको पार्टी। हिजो पनि हामीले लोड सेडिङ अन्त्यदेखि लिएर एउटा क्षेत्र, उजार क्षेत्रमा ठुलो एउटा परिवर्तन, रूपान्तरण गरेर आएका छौँ र मन्त्रीको रूपमा मैले काम गर्दै गर्दाखेरि धेरै क्षेत्रमा हामीले एउटा रूपान्तरण र परिणाम दिएर आएका छौँ। त्यही कारणले यो परिणाममुखी चाहिँ पार्टी र नेतृत्वलाई अब आम जनताले विश्वास गर्नुपर्छ, चुनेर पठाउनुपर्छ। अब कामलाई विश्वास गर्नु, परिणामलाई विश्वास गर्नुपर्छ। अब आउने दिनमा हामीले गरेका हिजोको परिणामलाई विश्वास गरेर हामीलाई अत्याधिक मतले विजयी गराउनु हुनेछ र अब त्यसपछिको सरकारमा हामीले उज्यालो नेपाल पार्टीले अर्को सशक्त रूपले परिणाम दिनेछ भन्ने पनि आम मतदातालाई विश्वस्त बनाउन चाहन्छु। तसर्थ परिणामको लागि अब नेतृत्व छान्नुपर्छ। हिजोको जेन्जी आन्दोलनको एउटा जुन माग थियो, स्पिरिट थियो, जुन माग राखेर आन्दोलन गर्यो, त्यो मागलाई सम्बोधन गर्नलाई र यो देशलाई अब आर्थिक समृद्धतर्फ अगाडि बढाउनको लागि पनि नयाँ नेतृत्व, नयाँ सोच भएको र परिणाम दिन सक्ने नेतृत्वलाई छान्नुपर्छ र त्यसको लागि उज्यालो नेपाल पार्टी नै एउटा उपयुक्त र नयाँ शक्ति हो, नयाँ पार्टी हो। अहिले जेन्जी आन्दोलनपछि यो राष्ट्रिय परिवर्तन पार्टी पनि यो शहीद परिवार र घाइते परिवारहरूले चाहिँ इस्टाब्लिस गरेको पार्टी हो र यो दुईटै पार्टी मिलेर अहिले हामी अगाडि बढेका छौँ। यो नयाँ शक्ति, पुराना र नयाँ भन्ने जुन अहिले चाहिँ आम मतदाताले चाहिँ छनौट गर्ने प्रक्रियामा हुनुहुन्छ, सबभन्दा नयाँ र जनताको विश्वास बोकेको जेन्जी आन्दोलन पछिको नयाँ शक्ति भनेकै उज्यालो नेपाल पार्टी हो। तसर्थ उज्यालो नेपाल पार्टीलाई नै आम मतदाताले छान्नुहुनेछ, विश्वास गर्नुहुनेछ भन्ने हामीलाई चाहिँ विश्वस्त छु र आम मतदातालाई हामीलाई अत्याधिक मतले विजयी गराउन हुन पनि अनुरोध गर्छु।